नमस्ते सबैजनालाई। सबैजना आरामै सन्चै हुनुहुन्छ होला है। जो जहाँ हुनुहुन्छ आराम हाँसीखुसी रहनु होला। र आज चाहिँ म भिडियोको विषयवस्तु रहेको छ आफ्नो बुढीलाई चाहिँ प्राङ्क गर्न गइरहेको छु। र त्यो चाहिँ कस्तो खालको हुन्छ भन्दाखेरि बुढी चाहिँ बिहानमा 6 बजे उठेर चाहिँ काममा गएको छन्। अनि आउने बेलामा अब बुढाले टक्क खानासाना पकाएर राखे होला भन्ने आशले चाहिँ आउँछन्। अनि म चाहिँ खानासाना पकाएर त राख्छु, तर आउने बेलामा चाहिँ म सुतेको पार लगाउँछु अनि नाटक गर्छु। अनि मैले कतिको नाटक गर्न सक्छु त्यो थाहा छैन। लाइफमा फर्स्ट टाइम हो यस्तो प्राङ्क गर्न गइरहेको। र क्यामेरालाई त्यहाँ लुकाएर राख्छु। अनि मलाई खासै भिडियोहरू एडिट गर्न नै आउँदैन है। अनि सिक्दैछु। अनि र त्यही हो, खासमा चाहिँ कस्तो भयो भन्दाखेरि अहिले जापानमा चाहिँ साकुरा जताततै साकुरा फुलेको, पार्टी गर्ने, बार्बिक्यू गर्ने, यस्तो गर्ने उस्तो गर्ने रमाइलो गर्छन् नि त सबैले। अनि हामीले पनि के गर्न छ र भनेर आज र भोलि चाहिँ बिदा राखेको। आज शनिबार र भोलि आइतबार बिदा राखेको। अनि के भयो भन्दाखेरि बुढीलाई चाहिँ काममा बोलायो। अनि बिहानमा चाहिँ 6 बजे उठेर रेडी भएर काममा गहन्। अहिले 4 बजेतिर आउँछन्। अनि म चाहिँ बिचरा त्यत्रो काम गरेर आउने भनेर म चाहिँ यसो खाना सुपा गएर तरकारी सरकारी लिएर आएँ। अनि खाना पकाएर राख्नु पर्यो भनेर यसो सोच्दा के पकाम भनेर गरेको। अनि मैले चाहिँ समस्या पकाएर राख्ने, अनि भोलि नि काम छ, अनि त्यो काममा लगेर उतै खाजा खान नि मिल्छ अनि भनेर मैले चाहिँ सुपा गएर तरकारी सरकारी लिएर आएको। यस्तै छ अब जापानमा होइन। महँगीले आकाश पातल छोएछ। अब पैसा पठाउने नि अब सबै घटेछ। अब पैसा त भयो पो पठाउने, घटेछ। महँगी त्यस्तै हो। म पनि यस्तो यहाँबाट म चाहिँ लगभग 25 मिनट जति साइकलमा गएर त्यो सस्तो पाउने ठाउँमा गएर लिएर आएको है। यति सामान किन्दाखेरि चाहिँ मेरो चाहिँ कति जति भेट्यो भन्दाखेरि लगभग तपाईँको चाहिँ यति के म बिलै देखाइदिन्छु तपाईँहरूलाई होइन। 5873 भेट्यो क्या है। अनि मेरो भिडियोलाई चाहिँ नेपालबाट नि हेर्नुहुन्छ होइन आफ्नो आफन्तजनहरूले। र जापानमा चाहिँ खास कति रु पर्दो रहेछ भन्ने कुरा चाहिँ हल्का म तपाईँहरूलाई चाहिँ भन्न गइरहेको छु। यसलाई चाहिँ यो बानाना केरा है, हाम्रोमा थुप्रो हुन्थ्यो केरा। हाम्रो नेपालमा घरमा चाहिँ टन्न हुन्थ्यो। तर के गर्नु, यसलाई चाहिँ 150 जति पर्यो 3टा कोसा केरालाई। अनि मैले समस्या बनाउने भनेर यो ग्रिन पिस चाहिँ लिएको छु। ग्रिन पिसलाई 250 जति पर्यो होला। अनि मैले लिएको छु अङ्गुर है। आजभोलि त अङ्गुर अलि यो त एकदम सस्तो खालको हो। 336। अब ट्याक्स त लगाइहाल्छ होइन। 336 362। अब प्रत्येक कुरामा ट्याक्स तिर्नु परिहाल्छ। अनि यो चाहिँ पिठो है, मैदाको पिठो। यसबाट चाहिँ म समस्या बनाउन गइरहेको छु। ग्रिन पिस यो गरेर। अनि यो नात्तो है, नात्तो चाहिँ जापानमा चाहिँ एकदमै राम्रो खानेकुरा हो। अनि यसलाई चाहिँ खानको लागि चाहिँ एकदम नराम्रो बास्ना आउँछ। त्यही भएर त्यसलाई चाहिँ किम्चीमा चाहिँ मोलेर चाहिँ अनि यो तामानेगीहरूलाई सानो सानोहरू काटेर हालेर चाहिँ खाने गर्छु। मलाई चाहिँ यो खानको लागि चाहिँ लगभग 7 वर्ष जतिमा मैले चाहिँ बल्ल मैले चाहिँ अहिले खाने चाहिँ भएछु। कसले खानुहुन्छ कमेन्ट गर्नु होला। अनि योले मैले, तर योलाई चाहिँ धेरै पर्दैन, यहाँ 3वटा हुन्छ। यसलाई चाहिँ 100 रुपियाँ पनि पर्दैन यसलाई चाहिँ। अनि यसले चाहिँ के गर्छ अरे भन्दाखेरि मान्छे शरीरमा बलडहरूलाई चाहिँ आते जात गर्नको लागि चाहिँ एकदम राम्रो काम गर्छ अरे। त्यही भएर एकदम स्वस्थ राख्ने चाहिँ काम गर्छ अरे यसले। यो चाहिँ एकदम खानुपर्छ अरे है। खान सक्नुहुन्न अनि अरू विधिहरू युट्युबतिर हेरेर खान सक्नुहुन्छ। अनि यसलाई चाहिँ पर्यो 100 रुपियाँ जति पर्यो। आज सस्तो भयो रहेछ यो प्याजको सानो नानी है लाई। अनि टमाटर त त्यही हो, अब छोप खाने ढिँडो खाने भनेर
150 जति पर्यो। तर च्याउ चाहिँ आज चाहिँ लास्टै सस्तो रहेछ होइन, 100 रुपिस नै परेन यत्रो धेरै च्याउलाई। यसलाई सानो सानो गरेर काटेर अनि आलु सालुमा मिसाएर टमाटर समटर हालेर बनाएर खाने चाहिँ एकदम मिठो हुन्छ। यो पनि च्याउ हो, यो पनि 138 को च्याउ हो, यस्तो छ व्हाइटमा छ। यो पनि मिठो हुन्छ है। यो तेललाई चाहिँ, तर तेल चाहिँ हाम्रो नेपालमा भन्दा चाहिँ सस्तो पर्छ जस्तो लाग्छ है मलाई चाहिँ होइन। यो 1000 ग्रामको है, यो ठुलो छ, यो भाडा एकदम राम्रो छ। यो तेललाई चाहिँ 300। यो चाहिँ मेरो बुढीको फेभरेट साग है। अनि रामेन सामेन यताउता खाँदाखेरि टक्क साग सब्जी पनि खानुपर्छ, हरियो परियो खानुपर्छ भनेर चाहिँ मैले चाहिँ हरियो परियो चाहिँ बढी किनिदिने गर्छु। उसको फेभरेट साग हो। यो पनि आज सेलमा लाएर चाहिँ 1000 रुपियाँ। अनि यो चाहिँ रामेन, जापानिज रामेन होइन, 200 जति पर्यो होला, 5वटा हुन्छ। यसमा चाहिँ यो हामीले चाहिँ यो सिन रामेनहरू, बुलडक्सहरू यो एउटा गरेर चाहिँ मिसाएर चाहिँ खाने गर्छन्, एकदम मिठो हुन्छ है। अनि आयो चामल चाहिँ 5 केजीकोलाई यो सस्तो खालको चामल हो यो। र अनि नेपाली पसलमा गएर बासमती चामल किनेर मिक्स गरेर खाने, एकदम महँगो छ क्या जापानमा चाहिँ होइन। यो 5 केजीको चामललाई चाहिँ मैले 1 वर्ष पहिला चाहिँ मैले 1500 मा किन्थेँ भनेपछि अहिले चाहिँ कति पर्यो, 3500 कति पर्यो, यहाँ बिलै हेर्नु पर्यो, त्यति चाहिँ पर्यो क्या। त्यही भएर जापानमा महँगी होइन, आफै सोच्नुहोस् न तपाईँहरू होइन, कतिसम्म 3339 प्लस ट्याक्स गर्दा त 34 35 3800 जति पर्यो क्या यो चामललाई। मैले 1 वर्ष पहिला 1500 मा किन्थेँ भने अहिले 3800 पर्यो। त्यति महँगी बढेछ है, एकदम गाह्रो छ होइन। दुईजनाले अब यस्तै छ, अब गाइस अब जोस् होइन। ल यो कुराहरूलाई छर्दिउँ होइन। अनि अब चाहिँ म के गर्छु भन्दाखेरि टक्क समस्या बनाउँछु अनि तरकारी सरकारी भात सात पकाउँछु। अनि समस्या चाहिँ भोलिको लागि पनि हुन्छ। र बनाइसकेपछि म क्यामेरालाई उतातिर लुकाएर अनि भुडी आउने बेलामा चाहिँ म चाहिँ यसो सुते जस्तो गर्छु। अनि आएँ भने अनि यसो त्यसपछिको कन्भर्सेसनहरू पनि हेर्न नभुल्नु होला। र मन परे भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला। र भिडियो चाहिँ युट्युबमा पोस्ट हुनेछ, फेसबुकमा पनि हुनेछ। त कसरी पोस्ट गर्दा चाहिँ धेरै भ्युज आउँछ होइन, मोनिटाइजहरू के भन्छन्, पैसा तिर्नुपर्छ के यताउता भन्छन्, त्यो कुराहरू चाहिँ सर्च गर्दैछु। त्यो कुराहरू थाहा हुनेले चाहिँ कमेन्ट गरिदिनु होला, मेसेज गरिदिनु होला फेसबुकमा। त्यही भन्न चाहन्छु। र ओके, बाई बाई। ल है गाइस, मैले चाहिँ समोसा रेडी बनाएँ। अब योलाई फ्राई गरेर अनि भात पनि पाक्न लाग्यो, तरकारी पनि बनाएँ। अनि यो सबै सामानहरूलाई यताउता लुकाएर अनि म चाहिँ प्राङ हान्न रेडी हुँदैछु। ल गाइज, मेरो बुढी चाहिँ आउँदैछन् अनि म चाहिँ यहाँ यसो निदाको पार लाएर बस्छु। अनि कस्तो रियाक्सन हुन्छ अनि हेरौँ। इरु मसमस माय इरुका Giumu gak ada? Giumu. Baka. कति बोल? 4:30 होला लाग्यो। कति बेला तिमीले मेसेज गरे जस्तो लाग्यो? Minoko चाहिँ baka. के?
बाका र साका भन्छन् यार गेम गएन र ल आयो ल समस्या आयो ल समस्या सामोसा अनि त्यसपछि छ यता छ तरकारी छ यो उता लैजाऊ त तरकारी छ फेरि लिन आऊ है यता लिन आऊ फेरि आऊ रोटी यो चाहिँ रोटी ल फेरि 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 अङ्गुर छ अनि यता भात छ भात पनि राखेको छ प्राङ गरेर कस्तो लाग्यो के सोचेको थियो रिस पाउनु पर्छ नि म त हामसँग लाएर भनेको त अनि इरु कहाँ भन्छ छ कि छ यस्तो हजुरहरू प्राङ यस्तो प्राङ नि हुन्छ मान्छेले कता प्राङ गर्छन् मान्छेले रिसाएर चाहिँ पलाएर भएछ न यता भेराइटिस हेर्दाखेरि बुढीलाई टक्क बुढी खाजा लैजानुहुन्छ भनेर टक्क बनाएको ल यतिकै ल इन गरिदिउँ ओके बाई बाई ल